सडक विस्तार खारेज गर आजौल आतंक मुर्दाबाद चिबुङको माइती घर मण्डलामा पाल्नुभएका साथीहरूलाई सबभन्दा पहिला आयोजक अहिलेको हाम्रो आन्दोलन भनेको यति मात्र हो कि तपाईँ हेर्न सक्नुहुन्छ अबाइड रुल अफ ल यानि कि कानुनी राज्यको स्थापना गर भनेर चाहिँ हामीले गर्दैछौँ। सम्माननीय सर्वोच्च अदालतको स्टे अर्डर हुँदै पनि एउटा निहित राज्य मन्त्री रामवीर मानन्दरले चाहिँ तपाईँको 48 घरधुरीलाई धुलो पिठो बनाइदिएको छ। तपाईँ सोध्नुहोस् त, घर भनेको हाम्रो ज्यान प्राण हो। एउटा घर बनाउन, एउटा जग्गा किन्नलाई तपाईँले पुरा लाइफ तपाईँको मेहनत गरेर कमाउनुहुन्छ र त्यो घरमा चाहिँ तपाईँले सडकमा पर्यो भनेर बिना मुआवजा, बिना क्षतिपूर्ति, बिना कानुन, बिना संविधान मानेर चाहिँ नमानिकन यसरी चाहिँ तपाईँको जनतालाई उठीबास बनाउने र 48 घरधुरी सुवासीलाई सुकुम्बासी बनाउने चाहिँ अन्यायपूर्ण काम भएको छ। र त्योभन्दा पनि सबभन्दा घटिया काम के भएको छ भने सम्माननीय सर्वोच्च अदालतको स्टे हुँदाखेरि पनि त्यहाँ चाहिँ तपाईँको डोजर लगाएर घर भत्काउने काम भइरहेको छ र अरू कन्स्ट्रक्सनहरू सुरु भइरहेको छ। र हामीले रोक्न खोज्दाखेरि यो अस्तिको मात्र कुरा हो, पीडित लगायत हाम्रो 8 जना म भन्छु जस्टिस मेन फर जस्टिस यानि कि न्यायका लागि योद्धाहरूलाई समातिरहेका छन्। 2 जना हाम्रो उपत्यका व्यापी सडक पीडित सङ्घर्ष समितिका अध्यक्षजी पनि हिरासतमा हुनुहुन्छ। सडक विस्तार खारेज गर आजौल आतंक मुर्दाबाद चिबुङको माइती घर मण्डलामा पाल्नुभएका साथीहरूलाई सबभन्दा पहिला आयोजक आदिवासी